भयो भने यो मैलाहरू पर मैलाहरू देख्नु हुँदैछ गाइस। गाईहरू चाहिँ त्यस्तैको वरिपरि नै हुन्छ, किनकि यिनीहरूले चाहिँ अब मान्छेहरूले फ्याँकेको हो त्यस्तोहरू मात्रै खानु पाउँछ यहाँ बजारतिर। नभए यो साइडतिर हेर्नुहोस्, यो घाँसहरू खाने लायकको घाँस छैन, पुरै ऐँसलुको काँडाहरू निमको रुखहरू मात्रै छ यहाँनिर चाहिँ। अनि त्यही भएर बिचराहरूले यहाँ फ्याँक्छ, के पत्ताहरू फ्याँकिदिन्छ, सब्जीहरू टमाटरहरू कुहिएको फ्याँक्छ। त्यही खानुको लागि चाहिँ यहाँनिर बसेको हुन्छ गाईहरू। आज चाहिँ एउटा मात्रै रहेछ। र हेर्नुहोस्, मैले चाहिँ जति पनि भेजिटेबल्स कटिङ गर्छु, वेस्टेज निक्लेको चाहिँ उयो धनियाँ कोपीको पत्ताहरू सबै ल्याएर दिन्छु डेली। अन्त आज चाहिँ एउटा गाई मात्रै रहेछ, अलिक छ, अहिले भरे पनि निस्किन्छ वेस्ट, राखेर म दिन्छु, लगिदिन्छु। र गाइस, तपाईँहरू पनि मेरो कोही दाजुभाइ होटेलमा काम गर्नुहुन्छ, तपाईँहरू पनि यसो चान्स पाउनुहुन्छ, नफ्याँक्नुहोस् भेजिटेबलको वेस्टहरू होइन। सिटी एरियामा काम गर्नुहुन्छ भने त तपाईँहरूले पाउनुहुन्छ क्या चान्स। यिनीहरूलाई दिएको यिनीहरूले कति आशीर्वाद दिन्छ त्यो तपाईँहरूले सोच्नु सक्नुहुन्छ। र यिनीहरूले दिएको आशीर्वाद लाग्छ। र बिचारा हेर्नुहोस्, भोकै हुन्छ, यसरी खुट्टाहरू बाँधेर राखिदिएको हुन्छ गाइसी। हेर्नुहोस्, खुट्टा बाँधिदिएको छ बेसी टाढो नजाओस् भनेर। के गरोस् त, अब बजार एरियामा घाँसहरू हुँदैन, तर पनि मान्छेहरूले त्यतिकै खुल्लै छोडिदिन्छ होइन। म त माया लाग्छ